म चाहिँ आज मामा घर आएको र घरमा कोही हुनुहुँदो रहेन रहेछ। तर हजुरबा हजुरआमा चाहिँ उतापट्टि घाम ताप्दै हुनुहुँदो रहेछ। र अहिले चाहिँ मामा माइजू चाहिँ सबै तल कुचो थुत्न जानुभएको छ अरे, बहिनी पनि। त्यही भएर म चाहिँ तिनीहरू भेट्नलाई जान आँटेको। यस्तो बाटो जाँदैछु। जे होस्, अहिले सानो हुँदाखेरि मामा घर आउँदाको झझल्को कुचो थुतेको ठाउँमा जाने बाटो चाहिँ अप्ठ्यारो रहेछ र पनि जाँदैछु। बाटो चाहिँ अप्ठ्यारो रहेछ। अब यहाँबाट बोलो हुनु पर्यो। हाम्रो यहाँको कान्छी पिनलाई सानो खेती हुनु रहेछ। सानी केटी, ए सानी केटी, म यहाँ मावला आएको थिएँ, तँलाई कसले भाग्न लायो? म चाहिँ यहाँबाट घाम फाल्दै जाँदैछु। मामा माइजू चाहिँ कुचो थुत्न जानुभएको छ। को रहेछ? को रहेछ? कसले बोलाएको रहेछ? ए ए यहाँ पनि निकै रहेछ नि। ए अघि पनि मैले माथिबाट बोलाएको नि त, भरे